यो कुरा चाहिँ घरदेखि टाढा रुम लिएर बस्ने साथीहरूले अनुभव गर्नुभयो होला कुनै न कुनै समयमा। रुम लिएर बस्ने भन्ने बित्तिकै घरभिटीको कसकस, बिहान बिहान पुछलाउनु पर्छ एभ्री डे। कति बेला आउँछ धारामा पानी, फेरि भर्नलाई रेडी बस्नु पर्यो। कहिलेकाहीँ चाहिँ बाई चान्स मिस भइहाल्छ पानी भर्ने, अनि जार किनेर खानु पर्छ। फेरि पानी धेरै युज गर्यो भने पनि कति धेरै पानी युज गरेको भनेर के सुन्नु पर्यो। कपडा धोयो भने पनि कति दिन दिने धोको के लुगा भनेर सुन्नु पर्यो। फेरि यो सब फ्रस्ट्रेसनको बीचमा भाइ बहिनीहरू रुममा आयो भने, मतलब आफन्तीहरू रुममा आयो भने यस्तो रमाइलो हुन्छ है। फेरि घरबेटीले कराउलान् कि भन्ने डर पनि हुन्छ। प्लस अनि मेन भनेको चाहिँ खाना खाँदाखेरि भाँडै पुग्दैनन् क्या। अब एकजना दुईजनाको लागि मात्रै समेटेको हुन्छ नि त भाँडाहरू, अनि एक्स्ट्रा 2-3 जना आयो भने त खाना खाँदाखेरि भाँडै पुग्दैन। झन् धेरै रमाइलो त्यति बेला हुन्छ। दुईजनाले एउटै थालमा खाने, कसैले कराईमा खाने, कसैले प्रेस कुकरमा खाने। यो दिन चाहिँ हामीलाई यस्तै फिल भइरहेको थियो। बाइ द वे घरबेटीको कचकच भन्ने बित्तिकै फेरि घरबेटी नै नराम्रो भन्न चाहिँ मिल्दैन ल। कुनै कुनै घरबेटी चाहिँ एकदमै राम्रो पनि हुन्छन्, र फेरि कचकच गर्ने घरबेटीहरू पनि, किनभने उनीहरूको घर हुन्छ नि त। आफ्नो घरको माया त जसलाई पनि लागिहाल्छ। त्यही नै हो, उनीहरूको ठाउँमा उनीहरू सही, हाम्रो ठाउँमा हामी नै सही।